के छ हो बालेन भाइ? ओहो हर्क दाइ कहाँबाट आइपुग्नु भयो आज मेरो घरमा? आएको नि यसो बालेन भाइसँग वार्तालाप गरौँ भनेर। नजाने गाउँको बाटै नसोध्नु भन्छ। तपाईँ त्यही नजाने गाउँको बाटो सोध्दै सोध्दै मेरो घर आइपुग्नु भयो क्या हर्क दाइ? त्यस्तो होइन क्या बालेन भाइ। अनि कस्तो हो त हर्के दाइ? यो मुढामा बस्न साह्रै गाह्रो भयो। 3 पैसा कुर्सी देऊ त बालेन भाइ। हर्क दाइ तपाईँले कहाँ दिनु भने यो कुर्सी? तपाईँ जस्तो 3 फुटे मान्छेलाई त्यही कुर्सी ठिक छ क्या? म जस्तो 182 सेन्टिमिटर 6 फिटेलाई पो हो त यो कुर्सी। 3 फुट्यो भने नयाँ भाइ भाइ। ठुलोबडाले भनेपछि 1 देऊ 2 देऊ 3 देऊ। देऊ भनेपछि देऊ न। किन चाहियो भने यो कुर्सी? दे भनेको चाहिँ पाउने कुर्सी हो र? बासँग झगडा गरी बालाई हिलोमा पछारेर बाको गोजीबाट निकालेर ल्याएको पैसाले किनेर ल्याएको कुर्सी हो यो। तान्जुने कुर्सी सोच्या? ठुलो कुरा गर्दो रहेछ चाँक। तैँले किन्नुभन्दा पहिल्यै मैले पसलमा मन पराइसकेको कुर्सी हो यो। त्यतिखेर पैसा नपुगेर नि म नकिने, नत्र मसै हुन्थ्यो यो कुर्सी। यत्राको पैसा नपुगेर हुन्थ्यो? बुद्धि नभएर हो। पैसा कमाउन ढुङ्गा र माटो बोक्दै ठिक भयो तिमीलाई? म जस्तो दिमाग लगाएर डिजिटल जमानामा युट्युब र फेसबुक चलाएको भए अहिले तिमी 3 फुटेबाट 6 फिटे भइसक्थ्यो पुरा। हिजोको अन्डा आजको चल्ला तैँले मलाई सिकाउनु खोज्ने पख्त। तैँले मसँग बुद्धि विवेकको कुरा गरी छैन। तेरो जस्तो घाँसपात खाएको दिमाग हो र लोकल धाराको पानी खाएको दिमाग हो। एक दिन तँभन्दा धेरै पैसा कमाउँछु अनि हर्क दाइ भनेर आउला। नरिसाउनु हर्क दाइ, आई लभ यु। यत्रको आई लभ यु। पहिला त्यो कुर्सी दे अनि आई लभ यु टु।